यतिखेर तपाईँ देख्दै हुनुहुन्छ रुकुम पश्चिमको सल्ले विमानस्थल। सल्ले विमानस्थलमा नेपालगञ्जदेखि तारा एयरको प्लेन आइरहेको छ र रुकुम पश्चिमबाट नेपालगञ्जको लागि जाँदैछ। रमणीय दृश्य छ दर्शकबिन सल्ले एयरपोर्टको। डिग्रे साईकुमारीको काखमा रहेको सल्ले एयरपोर्ट धेरै पुरानो एयरपोर्टको रूपमा पर्दछ। यति बेला रुकुम पश्चिम सल्ले एयरपोर्टबाट नेपालगञ्जको लागि प्लेन गइसकेको छ।